ललितपुरको लुबुमा एउटा अचम्मको दृश्य देखिन्छ। खुल्ला चौरमा आगो बलिरहेको छ। यहाँ न कुनै ग्यास जोडिएको छ, न कुनै दाउरा राखिएको छ। स्थानीय बासिन्दाहरू च्यादनीभरि पानी लिएर आउँछन् अनि त्यही आगोमा तताउँछन्, लैजान्छन्। ललितपुरको लुबुमा एउटा अचम्मको लुबुमा एउटा अचम्मको दृश्य देखिन्छ। खुल्ला चौरमा आगो बलिरहेको छ। यहाँ न कुनै ग्यास जोडिएको छ, न कुनै दाउरा राखिएको छ। स्थानीय बासिन्दाहरू च्यादनीभरि पानी लिएर आउँछन् अनि त्यही आगोमा तताउँछन्, लैजान्छन्। यो क्रम सुरु भएको 20 वर्षभन्दा धेरै भयो। निरन्तर आगो बलिरहेकै छ। स्थानीय बासिन्दाहरू पानी पर्दा, हुरी बतास आउँदा अथवा गर्मीको बेलामा होस् या असिना पानी परिरहेको बेला, जुनसुकै बेला आगो बलेकै हुन्छ। निजी जग्गामा इनार खन्ने क्रममा 81 ग्यास विस्फोट भई बाहिर आएको र आगो बल्न थालेपछि यो ठाउँ आज पर्यन्त त्यही अवस्थामा छोडिएको हो। वर्षौँ अघि यहाँ इँटा भट्टा रहेको स्थानीयहरू बताउँछन्। केही वर्ष अगाडिसम्म खुल्ला जमिन रहेको यहाँ वरिपरि घर बनिसके, तर यो ठाउँ भने उस्तै अवस्थामा छ। एक व्यक्तिले किनेर छोडेको यो जग्गा वरपर बार लगाएर सुरक्षित बनाउनु पर्ने स्थानीय बासिन्दाहरूले जनप्रति समक्ष माग गरे पनि त्यसो गरिएको छैन। केही वर्ष अगाडि सरकारले विज्ञसहितको टोली लगाएर यो ग्यासबारे अनुसन्धान गर्न लगाएको थियो। अनुसन्धानका क्रममा यो ठाउँमा ठुलो मात्रामा मिथेन ग्यास रहेको र सो मिथेन ग्यासलाई व्यावसायिक प्रयोजनको रूपमा ल्याउन सकिने राय सार्वजनिक गरिएको थियो। ललितपुरको महालक्ष्मी नगर क्षेत्रमा पर्ने लुबु वरपर धेरै ठाउँमा मिथेन ग्यास फेला परेको छ। इमाडोलका विभिन्न स्थानमा ग्यास निस्केपछि सो ग्यास प्रयोग गरेर स्थानीयवासीले लाभ समेत उठाएका थिए। लुबु वरपरका बासिन्दाहरूले यो ग्यासबाट लाभ लिने गरेको र आफ्नो घरमा ऊर्जाको खपत समेत कम हुने गरेको बताउँछन्। एउटा असम्भवको कुरा यहाँ देखेको छु। हेर्न सक्नुहुन्छ, यहाँ जमिन मुनिबाट चाहिँ आगो बलिरहेछ। अनि यहाँ यो दिदीले चाहिँ खाना पकाइराख्नु भएको छ। ग्यास जस्तै हो, यहाँ कालो पनि भइरहेको छैन र यो चाहिँ 24 घन्टा बल्छ रे भनेको छ यहाँको मान्छेहरूले। देख्न सक्नुहुन्छ यहाँ कुनै दाउराहरू केही छैन, तर आगो बलेको बलेछ। के छ दिदी, यहाँ 24 घन्टा आगो बल्छ? खाना तपाईँ यहीँ पकाउनुहुन्छ? ग्यास महँगो भयो, अब इजी होला। सधैँ यतिकै हाल्दै सधैँ बनाउनुहुन्छ? अचम्म छ, भित्रभित्रबाट आगो बलिछ। ये तो यही टावर बनाएर ठ्याक्क होइन होटल आउनु जग्गालाई महँगो भइदियो होला नि, तर सरकार लिनुपर्छ यसलाई पर्ने लिएर पनि के गाउँ सरकारको के गर्नु, सरकार लिएर परिषदहरू केही पनि गरेर गरिरहेको छ है। 10 वर्ष भइसक्यो निस्केको आवाजै हुन्छ। ओरिजिनल ग्यास जस्तै देखिरहेछ त। ओरिजिनलै त हो। जमिन मुनिबाट ग्यास आइरहेछ होइन, सुरक्षित पनि भएको छैन यो ठाउँ। ला खाना नि पाक्यो। यता साइडमा आउँछ कि छोजोमा, यो देख्दैन अनि चप्पल डट्छ। राति चाहिँ देखिन्छ। अहिले त दिउँसो अब यस्तोहरू यहाँ पनि कहिले आउँछ कि मिरमिर, देखिँदैन नि त, छैन भन्छ। अनि यसो राख्दाखेरि चप्पलहरू अनि के अरे लुगाहरू डढ्छ क्या। यस्तो हेर नि, आइरहेको छ। यो माटो मात्रै राम्रोसँग बल्दैन कि, ढुङ्गा राखेर चाहिँ बल्छ। निभिसक्यो, कोटाएपछि यो नभएपछि चाहिँ निस्छ। दिदी हजुरको नाम के हो? रश्मि। रश्मि के हो? श्रेष्ठ। हजुरले के खाना बनाइरहनु भयो? हजुर, खाना पानी। खाना भयो। खाना पानी कति समयमा पाक्छ खाना? 10-15 मिनट। 15 मिनटमा। यसमा चाहिँ दालहरू तरकारीहरू सबै बनाउनुहुन्छ कि के छ? तरकारीहरू पनि हुन्छ, तर अब यहाँ खुल्लामा धुलो पर्छ हैन, त्यही भएर मिल्दैन। टेस्ट चाहिँ कस्तो हुन्छ? टेस्ट त घरमा पकाए जस्तै हो। घरमा पकाए जस्तै हो। कति समय लाग्छ यो पाक्नलाई? अब हेरी इनार खन्ने क्रममा 81 ग्यास विस्फोट भई बाहिर आएको र आगो बल्न थालेपछि यो ठाउँ आज पर्यन्त त्यही अवस्थामा छोडिएको हो। वर्षौँ अघि यहाँ इँटा भट्टा रहेको स्थानीयहरू बताउँछन्। केही मिथेन ग्यास फेला परेको छ।
इमाडोलका विभिन्न स्थानमा ग्यास निस्किएपछि सो ग्यास प्रयोग गरेर स्थानीयवासीले लाभ समेत उठाएका थिए। लुबु वरपरका बासिन्दाहरूले यो ग्यासबाट लाभ लिने गरेको र आफ्नो घरमा ऊर्जाको खपत समेत कम हुने गरेको बताउँछन्। मेरो पूर्ववाद उपाय म यहाँ बसेको चाहिँ 17 वर्ष भयो। 17 वर्षदेखि चाहिँ अहिलेसम्म कन्टिन्यू आएर अब दाल पकाउने, खाना पकाउने जे पनि पाक्छ तपाईँको पाक्ने चिज। म चाहिँ पानी चाहिँ बिहान बेलुका चाहिँ सधैँ डेली नै तताउँछु। किन अब ग्यास त उयो कहिले पालो हुन्छ कहिले पालो पाउँदैन। त्यही सधैँ यहाँ सबैजना आउँछन्, यो टोलको त सबैजना आउँछ नि तपाईँको। यहाँ पैसा फेरि लाग्यो, फेरि हो यो जग्गा खै जग्गा धनी अब हामीले अहिलेसम्म भेटेको छैन, देखाएको पनि छैन, कसको भन्ने चाहिँ थाहा छैन, अहिलेसम्म छैन। सुरक्षित राति आउँदैन, त्यो 12-1 बजी चाहिँ हुँदैन, पाउँदैन क्या त। गस्ती आउँछ पुलिसले, बखडे